स्वस्थानी देवीलाई मनले नमस्कार भक्तजनलाई नारायणले लाउनुहुन्छ पार श्री स्वस्थानी देवीलाई मनले नमस्कार श्री स्वस्थानी देवीलाई मनले नमस्कार कोटि नमस्कार श्री स्वस्थानी देवीलाई 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 देवीलाई कोटि नमस्कार श्री स्वस्थानी 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 देवीलाई कुमारजीले आज्ञा गरे अगस्त्य मुनिलाई व्रत कथा सुरु गरे सृष्टि रचना सुनाए मा प्रकृति देवीका विशाल गर्भमा 33 कोटी देवता छन् तिनकै भरमा जलमय संसारमा विष्णु परमेश्वर सृष्टि संरचना गर्ने ब्रह्माजीको सुर सृष्टि संरचना गर्ने ब्रह्माजीको सुर ध्यानमग्न ब्रह्माजी निधमग्न विष्णुजी ध्यानमग्न ब्रह्माजी निधमग्न विष्णुजी ध्यानमग्न ब्रह्माजी निधमग्न विष्णुजी ध्यानमग्न ब्रह्माजी निधमग्न विष्णुजी विष्णुजी ध्यानमग्न ब्रह्माजी निधमग्न विष्णुजी ध्यानमग्न ब्रह्माजी निधमग्न विष्णुजी ध्यानमग्न ब्रह्माजी निधमग्न विष्णुजी ध्यानमग्न ब्रह्माजी निधमग्न विष्णुजी विष्णुजीको नाइटोमा कमल फुल उत्पन्न यही फुलमा ध्यान गर्ने ब्रह्माजीको मन मधु कैटब जन्मे फेरि काने गुजीबाट देखिएन राक्षसको कि गतिलो छाट नजर पर्यो ब्रह्माजीको कमल फुलमा ब्रह्माजीलाई पिर पर्यो विष्णु सञ्जलमा ब्रह्माजीलाई पिर पर्यो विष्णु सञ्जलमा ब्रह्मा कमलैमा विष्णु सुते जलैमा 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 जलैमा ब्रह्मा कमलैमा विष्णु सुते 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 जलैमा योगमायाको कृपाले विष्णु अब जागे मधु कैटल राक्षस देखे लड्नतिर लागे 5000 वर्षसम्म युद्ध हुँदा पनि विष्णुज्यूको हार भयो केही लागेन पनि आखिरीमा छलमा परे राक्षसको ज्यान गयो तिनकै ज्यूले यो संसारको संरचना भयो तिनकै ज्यूले यो संसारको संरचना भयो सृष्टिको दियो बल्ल संसार चम्कियो 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 चम्कियो सृष्टिको दियो बल्ल संसार 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 चम्कियो अष्ट प्रजापतिका श्रेष्ठ छे प्रजापति हिरणी नाम गरेकी उनैकी श्रीमती 33 कोटी कन्या मध्ये ज्येष्ठ थिइन् सती 32 लक्षण युक्त कन्या रूपै राम्रो अति सती देवी नाम रह्यो ती छोरीको सारा राख्न खोजे जिन्दगी भरि
33 कोटी कन्यालाई 33 कोटी देउता बाँकी रहिर बिहे गर्न सती देवी एउटा सती देवी बुढेसकालको सहारालाई राखे ध्यान दृष्टिले देखे अनि शिवजीले ताके आफै माग्न जाँदा भए दक्षलाई नै भेटे बेइज्जत गरी शिवजीलाई त्यहाँबाट लखेटे बेइज्जत गरी शिवजीलाई त्यहाँबाट लखेटे शिवजी रिसाउने बिन्ती कसलाई बिर्साउने 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 बिर्साउने शिवजी रिसाउने बिन्ती कसलाई 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 बिर्साउने निराश भए शिवजी विष्णु कहाँ गए दक्ष प्रजापतिको व्यवहार सबै गए सती देवी कन्या कसले पारिदेला मलाई मेरो मनको अभिलाष पोखु मैले कसलाई शिवजीको कुरा सुनि विष्णुले मन लाए आखिरीमा निस्क्यो एउटा परलाउने उपाय आखिरीमा निस्क्यो एउटा परलाउने उपाय सलगरी